जानी पर्ला जस्तो छ तर छातै ल्याउने बिर्सेछ यार प्लेनमा भिन्छ होला 2079 साल भदौ महिनाको 3 गते शुक्रबारको दिन म विराटनगरबाट काठमाडौँको लागि निस्किएको छु काठमाडौँमा हाम्रो बिएसआर बायोटेकको 5th इयर एनिभर्सरी सेलिब्रेसनको लागि म बिएसआर फ्यामिली भेट्न गइरहेको छु हेलो हाम्रो सेलिब्रेसन चाहिँ नगरकोटमा हुँदैछ र नगरकोट जाने टाइमभन्दा म अलिक छिटै नै विराटनगरमा निस्किसकेको थिएँ यो केही तस्बिरहरू चाहिँ मैले भान्जीसँग बिताएका पलहरू सी इज सो क्युट है सो एडोरेबल जन्माष्टमीको दिन थियो यो दिन करिब 12-12:30 को बिचमा साथीहरू ठ्याक्कै आइपुग्नु भयो र म तिनकुनेमा भेट भएर हामी यात्राको लागि अघि बढ्यौँ इन्जोय गर्नुहोस् यो हाम्रो सानो भ्लग हेलो सर क्यामेरा ट्रान्सफर भएको छ है फेरि अहिले सानो सानो कोमलको हाँगा रेशम लट्टे मारियो त्यो तिम्रो बसाले तिम्रो मनमा मेरो लागि माया नै थिएन भने मेरो गाडी यस्तो यस्तो गरेर किन हिँड्नु Hello guys, we finally arrived at यहाँको गाडी टक्क लान र नाच्यो गाडीमा यहाँको गाडी हाम्रो कन्ट्री जिल्लाको भर्खर झऱ्यो हामी भर्खर झऱ्यो अब यहाँबाट स्टार्ट हुँदैछ हाम्रो भित्रको जर्नी के हुन्छ सब हामी भनिहाल्छौँ होइन स्टे ट्युन अनि यो चाहिँ हाम्रो दाइले अब बिहे गर्नलाई बेहुली खोज्दै हुनुहुन्छ कोही छ भने यसो मेसेज गरिदिनु होला हो सर हाई भनिदिनु यसो घरमा स्टे ट्युन नै हो ए ओ हाम्रो सर पनि जुलै खोज्दै हुनुहुन्छ कोही इन्ट्रेस्टेड छ भने भनिदिनु होला आमामा उता गयो भने त हामीलाई गाह्रो हुन्छ होइन कोही इन्ट्रेस्टेड छ भने आउँछ नि मेसेज यो फोनमा भ्लग होस् अगर भ्लग नहोस् है त्यस्तो त हुँदैन सर चिन्ता नगर्नु न राम्रै हातमा परेछ मोबाइल अब हाम्रो इन्ट्री हुँदैछ भित्र यो चाहिँ हाम्रो इन्ट्री फर्स्ट जुम हुँदैन क्या हो जम सर उहाँ चाहिँ हाम्रो सागर सर है
सर कस्तो भइरहेछ त यसो केही दिनु क्यामेरा भन्ने गरी यो छैन होइन क्यामेरा त्यस्तो त नभन्नु गाह्रै पर्छ क्यामेरामै भनिदिनु भए सजिलो हुन्थ्यो सागर सर के भनिदिनु न त दुई शब्द यस्तो राम्रो सिनेरी छ होइन आनन्द आएन सँगै साथी दाजु दाइ दुई शब्द बोलिदिनु त हेलो गाइज हेलो रमाइलो छ सब्सक्राइब गरिदिनु सब्सक्राइब गर्नुहोस् सेयर गर्नुहोस् लाइक पनि नगर्नु होला है यतापट्टि चाहिँ हाम्रो गुगल बाबा यतातिर पारोला दिवस सर यतातिर है यता दुई शब्द भनिदिनु न के दुई शब्द भनिदिनु दुई शब्द सरले भएर गइसक्यो दुई शब्द यहाँबाट हाम्रो जुस यो फोटो खिचेको तिमी फोटो नै राम्रो खिचेको छु म पनि अब फोटो हाल्छु यसरी मजाको त मजाको रहेछ कि भरे माथि खाएर तल भइसक्यो दाइ माथि टिटी पनि छ टिटिन्छ माथि छ आज सरसँग खेल्छु आगो बाल्ने हो क्या म टिटी खेल्छु सर अहिले च्यालेन्ज हो क्या ल ल गुल्लुम गुल्ला च्यालेन्ज ल माथि अघिदेखि भएन खेल्नु भएको थियो सर मेरो छिन लाग्छ 415 गाइज तर हाम्रो 415 होइन पुरानो सर मेरो अर्कै छ कडा खाले रुम आमामामा टिभी विथ टिभी दाइ बाहिरको भ्यू हेरौँ न खै त दाइ भ्यू हेरौँ न आप्पा ओ नसक्ने भयो के त म त लाज लाग्यो म के भन्ने And this one is the country villa. हामी बसेको ठाउँ एकदमै दामी रहेछ नगरकोट अब फर्स्ट टाइम हो मेरो चाहिँ इट वाज दामी 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 बस्ने ठाउँ पनि दामी हस्पिटालिटी पनि दामी थ्याङ्क यू कन्ट्री भिला थ्याङ्क यू बिएसआर बायोटेक हाम्रो रुमबाट पास भएपछि अगाडिबाट ठ्याक्क त्यहाँको सिनारियो हेर्ने ठ्याक्क बार्दालिङ थोरै झिक्दिएको रहेछ होइन टिकटकमा खुब देख्न पाइन्छ यस्तो हामीलाई चाहिँ त्यस्तो भिडियो बनाउन आएन है आएन नि को कहाँ पुग्यो उता हाम्रो नेबर ठिकै भयो हामीलाई त ए सर म त खुसी छु रुम कि छैन अर्को हजुर दिनेश भाइ सबै यो फुटेजहरू प्रायः दिनेश भाइले नै खिचेको इज इन्जोइङ द बेड होटलहरू देखाउने मात्रै भाइलाई यो चाहिँ हाम्रो सन्तोषहरूले चस्मा झारेपछि ड्रोन सट पनि खिच्यो एउटा भएर जानुभयो होइन उहाँको ड्रोन सट लिने प्रयास मेरो
This one is the pure photo. र म अन्तिममा हाम्रो आजको प्रोग्राम सेड्युलहरू मात्र आज र भोलिको लागि अब अहिले हाम्रो 6 बजेदेखि स्न्याक्स भने हो सायद 7 बजेसम्म होला First very पैसा बोक्न पाइयोस् थ्याङ्क यू भेरी मच Hello guys, welcome back to Nepali Babu Vlogs. We are heading towards कहाँ हो रे त भ्यू टावर अफ नगरकोट अगाडि छौँ सर कता गयो केटाहरू केटाहरू चोइस बस्यो कि क्या हो यता चाहिँ खाजाको बर्रा चाहिँ मेरो स्ट्राटेजी होला जस्तो लाग्यो गाडी भाडा नसकेर होला सेकेन्ड भिडियो होला नि त भिडियो भोलि कत्रा आउँछ घरतिर चोकतिर कडा चोकतिर भना जङ्गलतिर तपाईँले हाम्रो सरकार फोटो तपाईँले लभ बाइट एकचोटि देखाइदिनु न लभ बाइट फोकस खोइ लभ बोय हामीले ब्याकअपको लागि लुगा फाल्टु लिएर आएको थिएन त्यही भएर यस्तो हावा खान्छौँ त्यो रमाइलो भइरहेछ Yesterday was very interesting day. we all drunk we all भन्दा पनि अब दुई चारजना भाइ काउन्टेबल मान्छे चाहिँ खानु भएन अनकाउन्टेबलले चाहिँ हान्यो होइन बट त्यो बेलामा त्यो बेला मलाई केटाहरूको जुगा जस्तो केटाहरू लाग्यो यार कस्तो रगत चुसे जस्तो
हाम्रो टिमको साथीहरूलाई भेटेपछि यात्रादेखि लिएर हाम्रो बसाइ खुवाइ पिलाइ एकदमै रमाइलो भयो। सबैजना एकदम सहयोगी भावनाका हुनुहुँदो रहेछ। 2-4जनासँग भेट भएको थियो, अरू धेरै नयाँ साथीहरू भेटियो, एकदम राम्रो साथीहरू भेटियो। प्रोग्राममा सबै साथीहरूले सबै खालको गिफ्टहरू पाउनु भएको थियो। मैले चाहिँ पर्स पाएको थिएँ, पोलोको वालेट लिएर आएको छु। यसरी नै म 5 गते विराटनगर फर्किएँ र यस्तै हो, रमाइलो भयो। अगाडिको दिनहरू पनि रमाइलो हुँदै जाओस्। यसरी नै बेला बेला साथीहरूसँग भेटघाट गर्न पाउँदै गरौँ, रमाइलो गर्न पाउँदै गरौँ। पक्कै पनि यो सेलिब्रेसनमा हामीले अब फर्मल प्रोग्राम एकछिन गरियो, त्यसपछि रमाइलो प्रोग्राम पनि गरियो। यसले चाहिँ सबैलाई के हौसला प्रदान गर्छ, त्यो टिमअप गर्ने चाहिँ टिमअप गर्न पनि मद्दत गर्छ भनौँ न। हस् त, ब्लग हेर्नुभएकोमा धेरै धेरै धन्यवाद तपाईँहरूलाई। थ्याङ्क यू सो मच फर वाचिङ।